Welcome to my mini vlog. Keep watching my vlog. Don't stop everyone. आज चाहिँ हामी कहाँ जान लाग्यो रे पुष्पा? आज चाहिँ हामी एउटा अफिस जान आँटेका छौँ हैन। कुन अफिस? पेन्सन अफिस जान आँटेका छौँ। पेन्सन अफिस जापान सर्भिस पेन्सन। कति बजे रे अहिले? अहिले चाहिँ 11 बजिरहेको छ गाई। यहाँको मान्छेहरू उसरी चाहिँ हिउँको त केही कुरा नगर्नुहोस् है गाइस। हिउँ हेर्नुहोस् न, हिउँ यो चाहिँ निगाता नागाओका निसिकी वाताकुसी भन्ने ठाउँबाट चाहिँ म बोलिरहेको छु हैन। यहाँको हिउँ चाहिँ हैन हिजोदेखि एकदम परेछ। हेर्नुहोस् गाइस, उताको सबै सिनहरू हेर्नु क्या, उस केही कुरै छैन क्या। यहाँ हिउँको त पुरा यस्तो बुट सुट लगाएर हामीहरू अब चाहिँ जान लाग्यो। पुष्पा चिसो छ कि के भन्नु? कस्तो छ के भइरहेछ अवस्था? कहाँ आएको जस्तो फिल भइरहेछ? मलाई त कुन चाहिँ आइस फ्याक्ट्रीमा हिँडे जस्तो जापान भन्दा भन्दै जापान कस्तो लाग्यो त? वाक्क लाग्यो हिउँ देखेर। अरू त सबै राम्रै हो, हिउँ परे बेला पानी परे बेला चाहिँ साह्रै गाह्रो। यस्तो छ गाइज हैन। हामी चाहिँ आज चाहिँ उसको चाहिँ अब सेनमन जाने बेला भयो, सुचिगो हुने बेला भयो हैन। त्यही भएर चाहिँ अब उसको गएकोबाट चाहिँ सेनमन गएकोबाट चाहिँ उसलाई पेन्सन कार्ड चाहिँ मागेछन् अरे। त्यही भएर चाहिँ उसको चाहिँ त्यो आएको छैन। अरू सबै साथीहरूको आएको छ, उसको चाहिँ नआएको हुनाले उसले चाहिँ आज काम पनि थिएन हाम्रो। अनि अलिकति अगाडि गएर आज त्यो काम गरौँ न भनेर भनेको हुनाले म पनि बिहानै उठेर खानासाना बनाएर चाहिँ अहिले चाहिँ 12 बजे उठ्यो भनेर। तर म चाहिँ खासमा चाहिँ आज 11:30 बजे उठ्ला अनि खानासाना बनाउला अनि जाउँला सोचेको थिएँ। फेरि ऊ चाहिँ बिहानै 9 बजे गएर बेडनिर पुग्यो। अब म त झसँग उठेको त उसलाई पो देख्छु बिहानै हैन। अनि आज जाने होला हैन, थाहा छ नि भनेको। मैले भने थाहा छ साथी, थाहा छ भने। अनि उठे के गर्नु, बल्ल तल्ल उठे। अब के अरे भन्छन् नि, भात छोड्नु सानो छोड्नु भन्छन् नि। अब त्यो पनि यो जापानको ठाउँमा हैन। गाई यस्तो हुन्छ क्या गाई, यहाँ हेर्नु है, यो पानी पानीले चाहिँ यसरी चाहिँ यो बाटो मान्छेले हिँड्ने बाटो अनि गाडीले जाने बाटोमा मात्रै यो पानी हुन्छ। म चाहिँ पुरा हेर्नुहोस् गाइस, पुरै हिउँले भरिसक्यो यो भिडियो बनाउनुको कारणले। अब ठिकै छ, मोबाइल पनि भिज्ला जस्तो भइसक्यो हैन। त्यही भएर चाहिँ आज उसको पेन्सन कार्ड बनाउने भनेर चाहिँ हामी हिँडेको। तर हिउँको त के कुरा गर्नु, यस्तो छ क्या अवस्था भनेको, यस्तो छ। यो चाहिँ युबिनकेको हैन, के कुरा गर्नु, घरै देखिया छैनन् भने हिउँ हिजोदेखि परेछ। अब के भन्नु, यहाँको अवस्था यस्तै छ गाइस। तिमीहरूकोतिर चाहिँ को जापानमा कुन ठाउँमा छौ यसो कमेन्ट गर्दै गर्नु न, कस्तो छ तिमीहरूकोतिर। हाम्रोतिर त यस्तै छ गाइस। यसरी सफा गर्छन् हैन, बिहानै उता चाहिँ सफा गरिराख्नु भयो। हामी चाहिँ यसो छाताकै जाप्ने छाताखेरि ओहो कस्तो मजा आइरहेको कि यो हिउँमा। एक त के यो के अरे चिनी जस्तै छ कि देख्दाखेरि, खाम लाग्दैछ हैन। खेल्न पनि मन लागिरह, के गर्नु, खेल्यो भने बिरामी भइन्छ। त्यही भएर अब खेल्नुभन्दा त यतिकै अस्ति के रतन काकी दाई हुनुहुन्छ नि उता के अरे कता बस्नुहुन्छ कुन्नी खै हैन, उहाँले चाहिँ हाल्नुभएको थियो -7 डिग्री भन्दै हाल्नुभएको थियो हैन। हाम्रो यहाँ त -0 डिग्री छ गाइज। -0 भन्दा नि अब 0 हो, लास्ट स्टेज भनेकै 0 हो हैन। लास्ट उहाँ हेर्नुहोस् सबै। ओइ पुष्पा, के हो क्या तेरो पारा? यता पनि हाई हेलो भन्दैन, केही 2 शब्द भन्दैन। धेरै जाडो छ, म केही बोल्न सक्दिनँ। तिमी कहाँ जान लाग्यो यस्तो चिसोमा? यतिका बिहानै बाफ्रेका बा पेन्सनको मान्छेसँग ल पऱ्यो क्या हो पेन्सनको मान्छेसँग। हेर्नुहोस् गाइस अवस्था हेर्नुहोस् गाइस यहाँको अवस्था। ओ माई गड, माथिबाट हिउँ पनि, यो हिउँ चाहिँ हैन मेरो साथीलाई म सोधे गर्छु
बिहान बिहानै के गर्नु अब घर अगाडि त सफा गर्नु परिगयो रुखहरूमा पनि सबै हिउँ मात्रै छ यति राम्रो छ कि देखिन नि पुरै उता हेर्नु पुष्पा कति राम्रो छ क्या यताको हिउँ हेर्नु कस्तो यताको हिउँ हेर्नु कति राम्रो छ बाफ्रे कबा गाइस हिउँ खेल्ने भएपछि आउनु होला है निकाता नागाओका स्टेसन नजिकै हो यो स्टेसन नजिकै योभन्दा अलि चाहिँ हाम्रो के अरे कम्पनी काम गर्ने कम्पनीको नजिक पर्छ त्यहाँभन्दा चाहिँ अलिक कम लगभग भनौँ न खुट्टा त घुँडा नै छुन्छ क्या यो हिउँले चाहिँ त्यहाँ त त्योभन्दा नि बढी पर्छ हामीले काम गर्ने ठाउँमा चाहिँ आज काम नहुनाले हामीले चाहिँ हिँड्दै आज चाहिँ त्यहीमा पनि सरस्वती पूजा रहेछ अनि बिहानै अलिकति टिका पनि लगाएछ साथी तिमीले लगायौ टिका लगाएछौ है वाउ कति राम्रो देखेको त्यस्तै छ गाइस चिसो चाहिँ लास्टै छ है अरू ठाउँमा चाहिँ कस्तो छ थाहा छैन होइन यो ठाउँमा चाहिँ यस्तो छ अब आन्टीहरू बिहान बिहानै लागिराख्नु भयो थाहा छ यो चाहिँ हो भन्ने थाहा छ किनकि ठ्याक्क कुन दिन हो चाहिँ हाम्रो स्कुलमा त्यो भएको थियो नि त्यो दिन देखाएको थिएँ मैले तर मैले चाहिँ यहाँ भ्लग बनाउनुको कारण टोपी लगाएको छैन तर छैन तेरो ब्यागमा बरु मेरो ब्यागले बोकिला होला केही छैन अब बोके पनि अब हिउँ बोक्न त पायो एउटा गीत चलायो नि पहली बार आसमान से मैंने बर्फ गिरते हुए देखे त्यस्तै भएछ यहाँ पहली बार मैले त्यहाँबाट चाहिँ बरफ पर्दै देखेँ साँच्चीकैमा हो रहेछ मेरो कार्ड हराएको छ कसलाई त्यहाँको मान्छेलाई चाहिँ ए तेरो कार्ड हराएको छ अरे अनि चाहिँ सेनमुनको त्यो पेन्सन कार्ड बनाउने भनेर भन्न ल हिँड्न त्यो भइहाल्छ त्यहाँनिर गएर सेन्सेले भन्नुभएको तेरो चाहिँ जहिले यसले चाहिँ गाइज होइन यसको पेन्सन कार्ड के भएको भने चाहिँ खासमा चाहिँ अब जहिले पनि आउँछ नि त अरू सबैको आएको छ नि त यो बिचारीले चाहिँ नहेरिकन गोमीमा फालिदिएछ क्या यस्तो काम चाहिँ अरू कोही पनि नगर्नु होला होइन सबै यस्तो खामीहरू आएको हुन्छ पोस्ट कार्डमा होइन अनि त्यसमा चाहिँ हेरेर त्यसमा चाहिँ अब पढ्न नआए पनि गुगल ट्रान्सलेट गरेर भए पनि हेरेर राख्नु होला होइन सबै पोस्ट कार्डहरूबाट चाहिँ इम्पोर्टेन्ट कुराहरू नै आएको हुन्छ नहेरिकन यत्तिकै नफाल्नु होला सबैजनाले चाहिँ त्यसलाई चाहिँ हेरेर कुनै न कुनै दिन चाहिँ त्यो काम नै लाग्छ र अब उसले पनि अब थाहा नपाएर चाहिँ फालेको हुनसक्छ होइन त्यही भएर आज अब त आज नहुने हुनाले चाहिँ आज बनाउनु गइरहेछौँ ओ अङ्कलको के गर्नु बिचारा बिहान बिहानै गर्नु पर्यो फेरि म त अब भोलि हालेकै यो मुख त फेरि जापानिज बोल्नमा होइन है जापानिज त मलाई आउँदैन राम्रोसँग हो क्या मलाई आउँदैन के बरु म भन्दा नि जेउजु पुष्पा हो क्या के गर्नु अब जापान आएको नि अब 1 वर्ष हुनु लाग्यो भर्खरै आएको फेरि ठुला कुरा गर्यो भनेर भन्नु होला होइन ठुला कुरा गरेको छैन तर यसो यो चिसो नहुने भयो नि पुष्पा हिउँमा खेल्ने थिएँ क्या ऊ गाडीको अवस्था कस्तो छ देखिया छ या देखिया छैन थाहा छैन मलाई केही पनि थाहा छैन ऊ पुष्पाको छाताभरि पुरै हिउँ छ गाइस मेरो मुटुलाई चाहिँ विशेष सम्झेको छु मैले यो हिउँमा चाहिँ खेल्न पाए हुन्थ्यो सोच्नु भएको थियो होला सायद यस्तो चिसो छ बरु यो हिउँमा चाहिँ नआउनु मलाई चाहिँ चिसो लाग्छ फिक्स हो साँझ चाहिँ लाग्छ
किनकि मैले न टाउकोमा टोपी लगाएको छु न हातमा पन्जा लगाएको छु। लुगा चाहिँ लगाएकै छु है शरीरमा, नत्र त चिसोले मर्छु। तर त्यति खासै चिसो चाहिँ भएको छैन। अब चाहिँ सिङ्गोमा चाहिँ कुद्नु पऱ्यो गाइस। सिङ्गो चाहिँ गइसक्यो, त्यही भएर अब नियम अनुसार चल्नुपर्छ, नत्र फेरि यो बाटो जाने हो खासमा चाहिँ। हामी चाहिँ त्यो बाटो जान सक्दैनौँ, यो चाहिँ गाडीले हिँड्ने बाटो, हामी गाडीकै बाटो। अब जे भयो नि होस् के गर्नु, त्यहाँ त सकिन्न, उफ्रिनुपर्छ। उफ्रिनलाई अब अलिकति गाह्रो नै छ, उफ्रिन सकेन, त्यहाँनिर लड्यो चिप्लियो भनेपछि चाहिँ फेरि कसरी के गर्ने भन्ने हो। अब यहाँ चाहिँ गाडीले हिँड्ने बाटोमा चाहिँ के हुन्छ भनेपछि यहाँ भित्रबाट चाहिँ पाइप सेट गरेको हुन्छ होइन, त्योबाट चाहिँ यसरी पानी आएर हुन्छ। अनि पानीले चाहिँ त्यो यो रोडमा परेको हिउँलाई चाहिँ जम्न दिँदैन, त्यसलाई चाहिँ पगाल्छ होइन। अनि त्यो चाहिँ सबै अलिकति गाडी हिँड्नलाई चाहिँ अब जानु पर्यो नि त होइन। अब हिँड्ने मान्छे त हिँडेर जान्छ बुट्सु लगाएर, अब गाडीमा जाने मान्छेले त गाडीको लागि त बाटो चाहियो, नत्र एक्सिडेन्ट हुने डर हुन्छ। त्यही भएर चाहिँ यहाँभित्र चाहिँ उता त छैन यार, माथितिर छैन, जानु यही बाटै जाऊँ। गाडीले पनि त चिन्छ होला नि होइन, मान्छे हो रोडमा हिँडिरह भनेर यहीँतिर हिँडौँ न। उतातिर सबको घरको अगाडि हुन्छ अनि बाटोतिर चाहिँ पुरै बिस्तारै चाहिँ राखेको हुन्छ, अनि अलिकति हिँड्न सजिलो हुन्छ। मलाई लाग्थ्यो कि हिउँ पऱ्यो भनेपछि अब सेन्सेले पहिला पहिला भन्नुहुन्थ्यो नि त, हिउँ पर्छ अलि घुँडासम्म पुग्छ भनेर भन्नुहुन्थ्यो। अनि मलाई लाग्थ्यो गाडीहरू कसरी जान्छन् होला, फेरि त स्कुल छुट्टी हुन्छ भनेर। अब त्यतिखेर अब हिउँ पर्छ यति यति पर्छ भन्यो, अब क्वेसन गर्न गरिएन कि उतिखेर, किनकि थाहा भइहाल्ला नि त उतिखेरै भने। तर यहाँ चाहिँ के अरे भित्र चाहिँ पानी पाइपहरू सेट गरेको हुँदो रहेछ, अनि त्यहाँबाट नै पानी आएर चाहिँ रोडमा गाडी चल्ने रोड चाहिँ पानीले चाहिँ त्यो हिउँ नजम्न दिएर हालेर चाहिँ गाडी चाहिँ हिँड्न जस्तो हुन्छ। मान्छेलाई चाहिँ अलिकति गाह्रै हुन्छ। अनि जो पनि होइन अब पढ्नुको लागि चाहिँ हामी सेनमुन गएको हो होइन, सेनमुन गएको त होइन, सेनमुन गएको भनेर सरी निहोङको गएको हो होइन। सेनमुन गएकोहरू पनि छन् पढ्ने, तर अरू बेला सबै ठिक छ होइन। फ्यासनहरूको लागि पनि ठिक छ, यहाँ कम्पनीहरू पढ्नुको लागि पनि सबै ठिक छ, अनि सब कुरा यहाँको ठिक छ। यति मात्र रहेछ कि होइन, हिउँ भनेको त यति धेरै पर्दो रहेछ कि। कुन ठाउँमा सबभन्दा बढी पर्ने कुन ठाउँ अरे पुष्पा? होक्काइदो। होक्काइदो 1 नम्बरमा होक्काइदो छ, 2 नम्बरमा यहाँ नै लाग्छ क्या मलाई त। अनि यो चाहिँ यो चाहिँ निगाताको नागाओका हो नि त। के अरे हाम्रो चाहिँ यहाँ 12 महिनादेखि 12 महिना कति गतेदेखि परेको थियो है? 22-23 त्यही हाम्रो चाहिँ लास्ट के अरे स्कुल 22-23 का होला, के अरे 4-5 हो। हाम्रो पहिलाको खाइसम्म 5 गतेसम्म मात्रै थियो नि त। ओ मम्मा यहाँनिर गाई जहिले माथिबाट चाहिँ उता माथिबाट चाहिँ हिउँ झरेको होइन। अनि 12 महिनाबाट पढ्न थालेको होइन यहाँ। अनि अहिले चाहिँ 1 महिना 1 गएको छु हो होइन, यहाँको चाहिँ गएको छु। नेपालको चाहिँ अहिले त खै कुन हाम्रो त्यहाँ अब 2 महिना लगभग 2 महिनाको लास्टसम्म पर्छ समथिङ, योभन्दा नि बढी पर्छ अरे कि। अहिले त इचिगाचुको आज 23 तारिक मात्रै हो होइन, अब त 1 महिना बाँकी नै छ। त्यो बेला झन् धेरै पर्छ, त्यति बेलाको भिडियो पनि म हाल्छु। बरु चिसो भए पनि केही छैन, म भिडियो बनाउँछु। अहिले चाहिँ यो अरू बेला नि परेको थियो 12, अनि 1 इचिगाचुको पनि आदितिर चाहिँ यति धेरै परेको थिएन क्या। आज सबभन्दा बढी परेको भनेकै आज हो। गाडीहरू चाहिँ हिउँ बोकेर जान्छन् कि सामान मान्छेहरू भन्नाले नि हिउँ बोकेर जान्छन् कि। अहिले हेर्नु होला होइन, उता ट्रक आइरह टोकिसक्यो सिङ्गो लागेर।
बाटोमा फेरि जहाँनिर पनि सिङ्गो मात्रै भएको जग्गा। नेपालमा पुलिसहरू सिङ्गो भएको ठाउँमा उभिया हुन्छन्। ए भगवान् उता ट्रक हेर्न ट्रक पुरै हिउँ बोकिराख सामान भन्दा त्यो भित्र चाहिँ सामान होइन हिउँ मात्रै छ। यहाँ चाहिँ अब सिङ्गो हुन्छ आफूले चाहिँ के भयो हिजो म पनि त्यहीँनिर बसेको थिएँ अनि अस्ति मेरो साथी चाहिँ गाइस वहाँनिर चाहिँ अलिकति खाल्डो थियो होइन ऊ चाहिँ मान्छेहरू ट्रकहरू मान्छेको गर्दाखेरि उहाँ हेर्नुहोस् उता के ट्रक गाडी घरको माथि गएर चाहिँ हिउँ फालिराख्नु भयो। अनि अङ्कलले हेरिराख्नु भयो सायद रिस मान्नु भयो कि अब ठिकै छ। पुष्पा चाहिँ फसेको है गाइस खाल्डोमा। यो के गर्नु गाह्रो छ स्कुल जानै पर्यो होइन। अझ हाम्रो कति टाढा छ अहिले त हामी अझ त स्कुल के अरे गएकोदेखि स्कुल जान चाहिँ होइन आधी घन्टा लाग्छ क्या हिँडेर। साइकलमा त नेपालको जसरी हो क्या चलाउनु गाली त देख्यो भने त्यो चाहिँ के साथीले समात्छ हिँड्ने हो यस्तो बेलेर भए पनि साइकल त सिकाउने हो। सिङ्गो पनि पुग्यो। अब हामी जान लाग्यो अझै लाग्छ 15-20 मिनट जति। कहाँनिर चिप्लिन्छु म आमा हेर्नुहोस् गाइस यस्तो बाटो निस्किनुपर्छ है अवस्था हेर्नुहोस् गाइस। डोन्ट स्टप एभ्रीवान वी कन्टिन्यू माई मिनी ब्लग। मेरो मुटुले के मलाई पछि जापान आएर मेरो मुटु पनि आउँदै हुनुहुन्छ नि त त्यही भएर चाहिँ मलाई पछि भ्लग बनाउनु सजिलो हुन्छ अहिलेबाट नै कन्टिन्यू गरिराख न भनेको थियो। त्यही भएर म चाहिँ बनाउन लगाएको होइन। तर अब त्यति खासै यता आउँदैन। के हो यो पुष्पा? यो चाहिँ चियान हो रे अब पुष्पाले भन्छ आइस भएको छ होइन। अब यो चाहिँ अलिअलि कसैले देख्नु भयो होला होइन। तर यो चाहिँ खासमा के हो मलाई थाहा छैन। थाहा हुनेहरूले कमेन्ट गरिदिनु होला है। यो चाहिँ ठ्याक्कै स्कुलको अगाडि एकीको अगाडि यता हेर्नुहोस् यो चाहिँ हाम्रो गएको अझै त्यहाँबाट अझै अगाडि जानुपर्छ त्यसको लागि। बाटो रोडहरू पुरै सबैजनाले नागाउँकाभित्र बस्ने मान्छेले चाहिँ आफ्नो केयर गर्नु होला है। तातो लुगा लगाउनु होला अनि बुट सुट लगाएर चाहिँ हिँड्दाखेरि गाडीमा साइकल चाहिँ चलाउँदै नचलाउनु। साइकल चलायो भने साइकल चाहिँ चलाउनु जस्तो हुँदैन मिल्दैन। म्यानमार्जिनहरू चलाउँछन् कि खासमा गरेर तिनीहरूले त डरै मान्दैन नि यार। यो चाहिँ हाम्रो गएको हो गाइस। यो चाहिँ हाम्रो गएको हामी चाहिँ अझ फेरि अगाडि जाने हो। अब हाम्रो चाहिँ भित्र फेरि ब्याग राखेर बाहिर आउनु दिँदैन। हामी चाहिँ ब्याग नै बोकेर जान लाग्यो। यो चाहिँ ठिक्क एकी अगाडि हो हेर्नुहोस् अवस्था। गएकोमा त पुग्यो अब गएको भन्दा नै अगाडि जानु छ। हिउँ खेल्ने रहर जसलाई छ म चाहिँ लोकेसन राखिदिन्छु होइन।
आउनु होला लोकेसन टक्कै नागाका एकी भनेर हाने भनेपछि पछाडि हेर्नु नागाका एकी। यता चाहिँ अब 4 महिनापछि साकुरा फुल्छ। साकुरामा पुरै साकुराको रुखहरूमा चाहिँ पुरै हिउँ मात्रै जमेको छ। यहाँ हेर्नुहोस् पछाडिको चाहिँ सबै साकुराको बोटहरू हो। शिवरात्रिमा फुल्छ, त्यतिखेर पनि म भिडियो बनाएर हाल्नेछु। सबै हेर्नु चाहिँ वहाँसम्म परसम्म अहिले चाहिँ हिउँ परेर साकुराई जस्तो भएको छ। फेरि हिउँ पनि परिरहेको छ, घाम पनि लागेको छ है। अब यो बाटो पुरै हिउँ मात्रै छ गाइस, हेर्नुहोस्। फेरि घाम पनि लाग्यो। म चाहिँ अहिले छाता नअरी वाउ वाउ हे भगवान्, यो पुष्पाले चाहिँ मेरो भिडियो बनाइदिँदै छैन के। गाडी यहाँभित्र गाडी रहेछ यार, अहिले भर्खर गाडी देखेँ। यहाँ हेर्नुहोस् कस्तो राम्रो के। वाह, घाम पनि लाग्यो, हिउँ पनि पर्यो। गाइस हिउँ खेल्नेहरू आउनु होला है, तर अहिले स्कुल जानुपर्छ। राम्रोसँग हिँडे फेरि लड्लास। मेरो हात चाहिँ यहाँ चिसो भएर यस्तो भइसक्यो। कुन ठाउँ हो?